हेलो गाइज, आज म विशेष यात्रामा निस्केको छु आज मेरो छुट्टीको समयमा र आज चाहिँ म मेरो बस्ने ठाउँ कतिफबाट दमाम एरियातिर आएको छु र दमाममा केही छोटो मिठो काम प्लस एकजना मेरो सिनियर दाइ हुनुहुन्छ यहाँनिर, दाइलाई पनि भेट्छु भनेर आएको छु र दाइको बसाइ पनि अब लगभग साउदी अरबको बसाइ धेरै लामो समय छैन र उहाँले भेट्न आऊ भाइ भन्नुभएको थियो अनि त्यही भएर भेट्न जाँदैछु र यहाँनिर यस्तो ठुलो ठुलो बिल्डिङहरू पनि छ गाइस। यो हिँड्दै जाने क्रममा मैले देखेको बिल्डिङहरू, यो नयाँ नौलो ठाउँ भएको भएर मलाई यो बाटो अब हिँड्दैछु अहिले, मलाई गाडीले यहाँसम्म छोडिदियो। त्यो ठाउँसम्म पुग्नलाई मैले हिँड्नुपर्ने हुन्छ थोरै र हिँड्दा हिँड्दै म त्यो ठाउँमा लोकेसनमा पुग्छु पुग्दिन थाहा छैन, तर जहाँसम्म लाग्छ पुग्छु होला। नभए यसो कोही दाजुभाइहरूलाई इष्टमित्रहरूलाई सोध्यो भने पनि हामी त्यहाँ पुग्न सकिन्छ। दुई चारवटा अरू काम पनि छ, विशेष कामहरू। मैले मेरो इन्टरनेट पनि सकिरहेछ गाइज, इन्टरनेट प्याकेज अलिकति रिजनेबल प्राइसको इन्टरनेट प्याकेज हेर्ने र बुझ्ने त्यो पनि मेरो काम छ आज। सायद त्यो काम पनि मेरो सफल हुन्छ र दाइलाई भेटेर म अलिकति साँझतिर फेरि म पब्लिक बसमा फर्किनेछु र यो चाहिँ आजको यहाँहरू सबैजनाको लागि अपडेट भयो गाइज। फेरि नयाँ अपडेटहरू लिएर म यहाँहरूको साथमा आउने नै छु हैन। सम्भवतः म यो भिडियोलाई टिकटकमा अपलोड गर्छु गाइज, तपाईहरुलाई म यहाँको ब्याकग्राउन्डमा फ्लिप गरेर देखाउँछु। यसरी बाहिरको वातावरण यस्तो छ, भिडियोहरू मैले यहाँहरूलाई प्रत्यक्ष देखाइरहेको छु। साउदी अरबको बसाइमा विभिन्न किसिमका बाधा व्यवधानहरू, दुःख कष्टहरू पनि भोगिएको छ र खुसी वातावरण पनि छ। जिन्दगी नै यही नै हो, कहिले खुसी कहिले गम हैन, यसरी नै जिन्दगी चल्छ। सबैजनालाई शुभ दिन अनि इन्जोय गर्नुलाई भन्न चाहन्छु। फेरि अर्को भिडियो लिएर म उपस्थित हुनेछु है त गाइज। ल, टेक केयर, ह्याभ अ नाइस डे एभ्रिवान।